आज हामीलाई छेडामा पुलिसले रोकेर सोधपुछ किन गर्यो त? अनि हामी जङ्गलबाट आउँदाखेरि किन लड्दै पड्दै आउनु पर्यो त? सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, अनि म पनि सन्चै छु। अनि हामी चाहिँ आज जानु लागेको गोठीगाडा चाहिँ किन जानु लागेको भनेर सोच्नु भएको होला। हामी चाहिँ नाइट क्याम्प हान्न जानु लागेको। हामी चाहिँ हिँड्दै गएर एकछिनमा पुग्छौँ बसद्वारा, अनि बसद्वारमा पुगेर हामी चाहिँ दैलेख जाने गाडीलाई समातेर हामी चाहिँ त्यसपछि लाग्छौँ गोठीगाडातिर। वन जङ्गल सुर्खेतको भ्यू हेर्दै कतिखेर हामी चाहिँ हाम्रो गन्तव्यमा पुग्यौँ हामीलाई थाहा नै भएन। त्यो गाडी चाहिँ दैलेख जाने भएको कारणले गर्दा हामीले चाहिँ त्यही छेडामा उत्रिनु पर्यो। हामी चाहिँ त्यहाँ ओर्लिन्छौँ। त्यसपछि त्यहाँ बाहिर पुलिसले रोकेर एकछिन हामीलाई चाहिँ सोधपुछ गर्न थाल्छ। अनि सोधपुछ किन गरेको भन्दाखेरि चाहिँ अनि आजभोलि यहाँ धेरै घटना घटेछ भनेर, त्यही भएर चाहिँ हामीलाई सोधपुछ गरेको रहेछ। त्यसपछि हामीहरू छेडादेखि आधी घन्टा हिँडेर हामी चाहिँ पुग्छौँ हामी बस्ने होटलमा पुगिसकेपछि हामी एकछिन रेस्ट गरेर त्यसपछि हामी चाहिँ लाग्छौँ सुर्खेतको नाइट भ्यू हेर्न। अनि सुर्खेतको नाइट भ्यू हेरेपछि फोटोसोटो एक दुईवटा खिचेर हामी चाहिँ त्यसपछि फेरि लाग्छौँ हाम्रो होटलतिर। अनि हामीहरूलाई त्यतिखेरसम्म एकदमै भोक पनि लागिसकेको थियो। त्यसपछि हामीहरूले होटलको आन्टीलाई आन्टी खाना लगाइदिनु भन्छौँ, अनि त्यसपछि आन्टीले पनि खाना लगाइदिनुहुन्छ। अनि हामीहरू चाहिँ मिठा मिठा कुरा गर्दै आन्टीहरूसँग कुरा गर्दै सबैसँग कुरा गर्दै हामी चाहिँ खाना खान थाल्छौँ। हामीहरूले चाहिँ खाना खाइ भ्याएपछि एकछिनमा हामीहरू चाहिँ रमाइलो गर्छौँ, नाचगान गर्छौँ। अनि त्यसपछि चाहिँ हामी चाहिँ आफ्नो कोठातिर लाग्छौँ। अनि हामीहरू चाहिँ धेरै बेरसम्म कुरा गरेर बस्छौँ। त्यसपछि चाहिँ हामी चाहिँ सुत्छौँ। अर्को दिन बिहानै हामीहरू उठेर चियासिया खाएर फोटोसोटो खिचेर हामीहरू चाहिँ लाग्छौँ आफ्नो घरतिर आउँदा गाडी नभेटिने भएको कारणले गर्दा हामी चाहिँ सर्टकट जङ्गलको बाटो हिँड्नुपर्छ। अनि जङ्गलको बाटो चाहिँ ओह्रालो र अप्ठ्यारो भएको कारणले गर्दा हामीलाई चाहिँ त्यहाँ लड्दै पड्दै आउनुपर्छ। अनि लड्दै पड्दै भए पनि हामीहरू चाहिँ जे होस् रमाइलो गर्दै भिडियोहरू बनाउँदै हामी चाहिँ बल्ल तल्ल बजार तल सुर्खेत बजारमा पुग्छौँ। हाम्रो दुईवटा साथी घर त्यतै भएको कारणले गर्दा हामीले चाहिँ तिनलाई त्यहीँ छोडेर हामी दुईवटा चाहिँ अटो समातेर लाग्छौँ हामीहरू चाहिँ घरतिर। अनि यति भन्दै मेरो मिनी ब्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। सो तपाईँहरूलाई मेरो मिनी ब्लग चाहिँ कस्तो लाग्यो सल्लाह प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला।